हजुर ओ माई गड यो भिडियो हेर्नुभएको छ यो भिडियोमा मैले खलासीको रोल गरेको छु टी सर्ट पनि च्यातेको छ तलपट्टिको अन्डरवेयर त च्यातेको थिएन अन्डरवेयर त राम्रो लाग्थ्यो कट्टु पनि च्यातेको छ चप्पल पड्काउँदै मेगा मुखमा हालेर मेगा सिरी हुन्छ नि गुड्का त्यो मुखमा हालेर पारा दिँदै बनाएको थियो भिडियो यो भिडियो चाहिँ मेरो ब्रेक थ्रु भिडियो एकदमै भाइरल गयो एकदमै भाइरल यो के थियो भन्दाखेरि हामीले बनायौँ बनाइसकेपछि हेर्नु न लुक्स त्यहाँ त दुब्लाएर कस्तो देखिरहेको छु म भिटी जस्तो है अनि खलासी सलासीको सबै बनायौँ गऱ्यौँ दाइलाई पनि हेमन्त दाइलाई पनि साउट छ ड्राइभरको रोल गर्नुभएको थियो उहाँले अनि बनाइसकेपछि यो फोटो चाहिँ फर्स्ट टाइम रुटिन अफ नेपाल भन्दै हालेको फोटो हो कि मेरो यो गाउँको केटाहरूले यसरी कन्टेन्ट बनाएको छ कुलबाई भन्ने नाम चाहिँ छ भनेर 2022 अक्टोबर 5 मा हालेको फोटो हो यो 3 वर्ष अगाडिको त्यति मलाई त भइहाल्छ मेरो ब्रेक थ्रु नै हो यही हो होइन यसपछि 3टा 4वटा लेखेर पोस्ट हालेको छ रुटिन गर्ने त्यस्तो इनर्जी आयो क्या मिडियाले त्यस्तो गर्न सक्दो रहेछ भन्ने थाहा पायो कि त्यस्तो ऊर्जा निकाल्दो रहेछ कि भनौँ न ए यो बनाइयो अब अर्को पनि बनायो भने झन् जान्छ भने अर्को हाल्थ्यौँ अर्को पनि कुद्थ्यो अर्को हाल्थ्यौँ अर्को पनि कुद्थ्यो त्यसपछि त झन् इनर्जी ओफो कस्तो पो हुन्थ्यो त कहाँ गएर फालम हुन्थ्यो इनर्जी मान्छेलाई पो पिट्दिउँ कि पनि हुन्थ्यो टिकटकमा हाल्यौँ त्यसपछि यस्तो जर्नी पहिला सुरु भयो कि कन्टेन्ट क्रिएसन जर्नी पहिला सुरु भयो यो कसरी टिकटक जर्नी नै सुरु भएको पहिला त म पनि त्यस्तै बनाउँथेँ यस्तो राखेर कमेडी फनी टाइपको भिडियोहरू बनाउँथेँ अनि त्यो चाहिँ मन पराएँ चलेन भनौँ न सबैजनाले गरिरहेको थियो डिफ्रेन्ट तरिकाले दियौँ त्यसैले त चलेन हामीहरू